हेलो गुड मर्निङ। अहिले चाहिँ हामी सुदूरपश्चिमको दार्चुला जिल्ला नौगाड गाउँपालिका वार्ड नम्बर 2 को सुण्डमुण्ड भन्ने ठाउँमा छौँ है। हामी चाहिँ जान लागेको हो नागु, वडा नम्बर 1 नागु, जुन हाम्रो अस्तिको सङ्घीय चुनावमा पनि सहभागी नभएको गाउँ भनेर पनि चिनिन्छ। हामी त्यता जानला हो। अब किन जानला भन्नु होला, नागु कस्तो रहेछ के रहेछ कोही पनि पुगे छैन भन्दै हेरौँ न कस्तो रहेछ भनेर चाहिँ हामी हिँड्न लाग्छ है त। अहिले चाहिँ हामी सुण्डमुण्डदेखि हिँडेका छौँ। कति बेला पुगिन्छ, बाटोमा के हुन्छ, कसो कसो हुन्छ हामी तपाईँलाई चाहिँ जानकारी चाहिँ गराउने नै छौँ। हामीसँग एकजना अरू सर पनि हुनुहुन्छ। सर मर्निङ केही भन्न चाहनुहुन्छ? नमस्कार। हामी चाहिँ अहिले यो नौगाड गाउँपालिका दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको वार्ड नम्बर 2 सुण्डमुण्ड भन्ने ठाउँबाट चाहिँ हामी आजको यात्रा सुरु गर्दैछौँ। र यो यात्रा चाहिँ करिब हामीले चाहिँ 10-15 मिनट जति गाडीको बाटोको यात्रा सुरु गरिसके पछाडि त्यस पछाडि उता हामी चाहिँ त्यसको के अरे नौगाड गाउँपालिकाको 1 नम्बर वार्डमा जाँदैछौँ। त्यहाँबाट हामीहरूले चाहिँ लगभग 6 घन्टाको पैदल यात्रा पछाडि त्यो गाउँ पुग्ने अवसर पाउनेछौँ। र यो गाउँ चाहिँ एकदम विकट गाउँ भन्ने सुनिन्छ। यहाँको मान्छेहरूले पनि त्यो चाहिँ एकदम विकट गाउँ छ सर, त्यहाँ जान चाहिँ एकदम गाह्रो छ, बाटोघाटोको सुविधा छैन, केही छैन भनेर हामी चाहिँ जाँदैछौँ। र त्यो गाउँको नाम हो चाहिँ नागु हो। नागु जाने अवसर जुलेको छ र यसलाई चाहिँ हामीहरूले अब निरन्तरता दिनेछौँ र यो भिडियो पनि हामी नागुमा पुगेपछि तपाईँहरूलाई अपलोड गर्नेछौँ। ल अब रोडको बाटो सकियो, अब चाहिँ हामी जाने हो हिँड्दै गोरेठो बाटो। यहाँ यस्तोमा सामान जान्छ त्यहाँ खच्चरहरूमा, अब यिनीहरूसँगै जाने हो हामी पनि। अनि यो खच्चरहरूमा छ नि होइन, यिनीहरूमा जान्ला हो नागु। तपाईँको खाद्यान्नको सामान चाहिँ यहाँ चाहिँ खाद्यान्नको सामान जाँदो रहेछ यसरी। तपाईँले देखाउँछ है मैले, यहाँ छ नेपाल खाद्यान्नको यो चामल चाहिँ त्यो गाउँसम्म पुग्छ खच्चरको माध्यमबाट। ढुवानीको स्रोत साधन भनेको यही हो। आनन्दले टक्क लाएर आउँछन् होइन। नागुको एउटा वार्ड चाहिँ यसको माथि रहेछ एउटा गाउँ चाहिँ होइन, देखिँदैन अलि उतापट्टिबाट घाम लाख। अर्को चाहिँ भनेको यो माथि नागु भन्ने गाउँ जानलाई चाहिँ यही बाटो हिँड्नुपर्ने हो। यस्तो छ बाटो ठाउँ होइन। यहाँ अब गाडीको सुविधा चाहिँ छैन।